हामी चाहिँ आमा छोरा नेपाल जान आँटेको छौँ अनि बुढाले चाहिँ हामीलाई छोड्न आउनु भएको छ एयरपोर्ट। हामी तीनजना यता देखाउँ त। हामी चाहिँ आमा छोरा नेपाल जाँदैछौँ। अनि अहिले चाहिँ हामी डोमेस्टिक एयरलाइन्समा छौँ। अब यहाँबाट हामी टोकियो जाने अनि टोकियोबाट चाहिँ भोलि नारिता नेपाल एयरलाइन्स हुँदै जाने। अनि अहिले चाहिँ हामी यहाँ डोमेस्टिक एयरलाइन्समा छौँ एयरपोर्टमा। अनि देखाउँ त एक्साइटेड छ मेरो छोरा पनि। हामी यहाँ यता हो जाने समय हुन आँटेको छ। 5 बजे छिर्नुपर्छ हामी। अब चाहिँ नेपालको भ्लग आउँछ है गाइस। आमा छोरा यहाँ खाना आएको छ। छोराले प्यासिफर, म चाहिँ यहाँ खाना अर्डर गरेको छु। चाहिँ यो अर्डर गरेँ, अब खाना खान लागेको। हेलो गुड मर्निङ। अनि म चाहिँ अहिले नेपाल एयरलाइन्स अगाडि आएर पर्खिरहेको छु। अनि आज म छिटो आएको थिएँ बिहानै 5 बजे। अनि अब चाहिँ हामी चाहिँ पर्खिरहेको छौँ। अब चाहिँ हामी प्लेनतर्फ लाग्यौँ आमा छोरा। अब प्लेन नेपाल एयरलाइन चढेर जाने हो। मैले चाहिँ अगाडि नै बेबी सिट पनि भनेको थिएँ अनि त्यही भएर अलिक सजिलो पनि भयो। अनि दुईजना बहिनीले पनि मलाई यसो हेल्प गरिदिए, उनीहरूले नानीलाई खेलाउन ओर्न। अनि यो चाहिँ नेपाल आइसकेपछि डोमेस्टिकको फ्लाइट हामी चाहिँ विराटनगरतर्फ लागेको। अनि हामी चाहिँ यति एयरलाइन्समा चढेको थियौँ। नेपालको प्लेनमा डर पनि लागेको थियो। बट अल्सो हामी अब विराटनगरतिर लाग्यौँ। अनि यो चाहिँ हामीले विराटनगरको भ्यू खिचेको। अब 35 मिनटमा ठ्याक्कै हामी विराटनगर पुग्यौँ। अहिले चाहिँ यस्तो प्लेनहरू डिले पनि भएको रहेनछ, त्यही भएर हामी चाहिँ अन टाइममा पुग्यौँ। हजुर हेलो। अनि 81 यो के हो भन्दै सोच्नु हुँदै होला तपाईँ विदेशहरूतिर हुनेहरूलाई। नेपालमा हुनेहरूलाई त थाहै छ, अहिले चाहिँ बाटो बन्द गरेको छ। त्यही भएर चाहिँ अहिलेको कन्डिसन यस्तो छ। लामो यात्रापछि फाइनल्ली हामी घर आइपुग्यौँ। अनि बेबीलाई चाहिँ घरमा वेलकम गर्नुभयो। उसको फर्स्ट हो नि त, त्यही भएर उसलाई चाहिँ घरमा गृह प्रवेश गरायौँ। अनि त्यसपछि चाहिँ हामी फाइनल्ली यति धेरै काँसा समुद्र पारीबाट घरमा एन्ट्री भयौँ। त्यसपछि हामी आमा छोरा घरमा मस्त रेस्ट गर्न बस्यौँ। अनि यतिसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। थ्याङ्क यू फर वाचिङ। अब नेक्स्ट भिडियोमा भेटौँला।